हाई सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा। यो चाहिँ म छिम्टीबाट माथि जाँदाखेरिको भिडियो हो। जहाँ चाहिँ घाम लागिरहेको थियो, हामी रेस्ट लिइरहेका थियौँ, त्यसपछि खिचेको। एकदमै रमाइलो थियो होइन, बिस्तारै नाच्यो। अनि यो चाहिँ हामी अलि माथि नै पुगिसकेपछिको भिडियो हो, जहाँ चाहिँ हिउँ परिसकेको थियो। हामी जाँदाखेरि चाहिँ पानी पनि परिरहेको थियो, प्लस हिउँ पनि परिरहेको थियो। अलि माथि नै पुगेपछि आई थिङ्क लाइक 3800 मिटर माथि पुगिसकेपछि हामीले हिउँ भेटेको थियौँ। अनि हुसु पनि लागिरहेको थियो। यो चाहिँ भोलिपल्ट बिहानको दृश्य हो, एकदम खुलेको थियो त्यतिखेर चाहिँ बिहान एकछिनको लागि भए पनि। भेरी लकी द्याट टाइम टु क्याप्चर द्याट ब्युटिफुल मोमेन्ट। एकैछिनपछि चाहिँ अनि मौसम चेन्ज भइसकेको थियो। अनि हिउँमा हिँड्दाखेरि चाहिँ म एक दुई ठाउँमा चिपेर लडेँ पनि है। त्यो मोमेन्ट चाहिँ एकदमै ब्युटिफुल थियो होइन, एकदमै ब्युटिफुल थियो। बेसिकली यो चाहिँ फर्स्ट ट्रेक हो, बट फर्स्ट ट्रेक एकदमै ब्युटिफुल भयो। हिउँमा यसरी खेल्नेदेखि लिएर गएर ब्युटिफुल भ्यू एकदमै बेस्ट चेन्ज हुने रहेछ। अनि हामी चाहिँ यहाँबाट अब माथिबाट हेरेर अनि तल गएर खाजा खाएर फर्किने आँट्दै थियौँ। यो चाहिँ भोलिपल्टको हो, जम्मा 4 दिनको ट्रिप थियो। हामी तल आइपुगिसकेका छौँ। बाटोमा एकदमै ब्युटिफुल लाली गुँरास देख्नुहुन्छ, गाई चौरे गाईको बच्चा देख्न सक्नुहुन्छ। साथसाथै ब्युटिफुल हिमाल एकदमै राम्रो देखेको थियो। अलिक प्रिपेयर भएर गएको थिएनौँ, सो त्यही भएर सानो चाहिँ भिडियो देख्न पाएँ। वेल, थ्याङ्क यू सो मच फर वाचिङ।